पक्रिनेहरूलाई पक्रिन्छ भने आमाको दुध पेको छ भने दुर्गा प्रसादलाई पक्रेर देखाऊ। जब रोहिङ्गाहरू यहाँ भित्राइन्छ, भित्राउनको लागि त्यो ब्राक भन्ने संस्था छ नि, त्यो संस्थाको मेम्बर भनेको सुदन गुरुङ हो। आज हामीसँग वार्ता गर्नुपर्ने हो नि त सुदन गुरुङले। अनि आफ्नै नक्कली मान्छे खडा गरेर हिजो घन्टीमा भोट मागेर कुदेका घन्टीका सदस्यहरूलाई माथि गर्नुहोस्, यो घरमा आउँछ लाइसेन्स भन्थे, पासपोर्ट घरमा आउँछ भन्थे। त्यो सोसियल मिडियामा लेख्ने ती भाटे गोरुहरू, बालेनका हनुमानहरू के पत्रकारहरू थिए, आज कहाँ लुकेर बसेका छन्। बालेनको डन्डाले ठिक लाउँछ, यहाँ राजा ल्याउँछ भन्थे। मेरै परिवारभित्र पनि बालेनलाई ल्याउने नै, तपाईँलाई पाउने बिपी कोइरालालाई ल्याउने, यो केपी ओलीहरूलाई ल्याउने, प्रचण्डलाई ल्याउने, सिंहदरबारमा आगो लगाएर सुशीला कार्कीलाई ल्याउने, अहिले चुनाव गराएर बालेन सरकारलाई ल्याएर सुदनलाई गृह मन्त्री बनाउने भनेको नि एउटै संस्था हो। आज यो सत्तामा आउने मान्छे कुन बाटो आए त्यो पनि मैले पटक पटक मेरै घरमा, यही घरमा 300 इन्चका स्क्रिनमा देखाइदिएको थिएँ मैले। कुन बाटो आए, कसरी आए। त्यत्तिकै सिंहदरबारमा आगो लागेन, त्यत्तिकै सर्वोच्च अदालतमा आगो लागेन, त्यत्तिकै संसद भवनमा आगो लागेन। मैले त्यतिखेरै भनेको थियो, उद्देश्य नेपाली जनताहरूको लागि थिएन, नेपाल बनाऊ भन्ने उद्देश्य थिएन, नेपाली नागरिकहरूलाई गरिबलाई धनी बनाऊ भन्ने उद्देश्य थिएन। उद्देश्य के थियो, यहाँ विदेशी सेना ल्याएर, विदेशी सेना भित्र्याएर के द्वन्द्व मचाउँदाखेरि नेपालको सेना फेलियर हुन्छ, नेपालको प्रहरी प्रशासन फेलियर हुन्छ। अनि अन्तिम विकल्प भनेको त सेना हो नि त। सेना भनेको देश हो। सेना विफल भइसकेपछि के हुन्छ तपाईँले बुझ्नु भएको छ, देश रहँदैन, असफल राष्ट्र हुन्छ। असफल राष्ट्र भएपछि के हुन्छ तपाईँले बुझ्नुभएको छ, विदेशी सेना आउँछ युएनबाट। विदेशी सेना आइसकेपछि के हुन्छ तपाईँले बुझ्नु भएको छ। अरू देशमा विदेशी सेना गएका ठाउँमा के भएका छन् आज देशहरू, रुखका बोक्रा खाएर बसेका छन् मान्छे, जङ्गलमा बास हुन्छ। यस्तो सुन्दर देश, राजाहरूको पालाको देश हेर्नुहोस् त आज कस्तो बनाइदिए। अब हामीले नै खुचिङ भन्ने बेला भयो कि भएन। मैले भोट नहाल्नुहोस् भनेर भन्दाखेरि बुढुक 3 हात उफ्रेर आम्मामा भोट नहाली भयो। अहिले म सोध्छु क्या, यो भोट कसले हाल्यो भन्दाखेरि खोइ हामीले त हालेन भन्छ। कसले हाल्यो त भोट चाहिँ, त गजबको कुरा छ। हेर्नुहोस्, म झापा गएर बुझेँ, सबै हेर्छु, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्छु, जनताको चिचाहाट, जनताको रोदन, जनता रोका छन्। न लघुवित्त पीडित खुसी छ, न सहकारी पीडित खुसी छ, न ब्याङ्कमा कालो सूचीमा परेको मान्छे खुसी छ, न व्यापारी खुसी छ, न व्यवसायी खुसी छ, न उद्योगी खुसी छ, न ठेकदार खुसी छ, बाटो बनाउने निर्माण व्यवसाय खुसी छ, न विदेश मान्छे पठाउने मेन पावर कम्पनी खुसी छ, न विदेश मेन पावर मान्छे पठाउने अर्को कन्सल्टेन्ट छ, न त्यो खुसी छ। खुसी को छ भन्दाखेरि दलाई लामा, खुसी को छ टिओबी। हेर्नुहोस्, किन राजा खेदेको रहेछ भनेर भन्दाखेरि बुझ्नुभयो, राजा किन खेदेको रहेछ। मैले त्यही राजा खेदेपछि कुनै के को राज हुन्छ भनेर, राजा चाहिन्छ भनेर 79 साल फागुन 1 गते नि मैले आजभन्दा 4 पुगेर 5 वर्ष भयो, मैले मेचीको किनारमा लगेर त्यत्तिकै पानसमा दियो बालेको थिएन। मैले बुझेरै, मैले किनभने प्रचण्डसँगको सङ्गत गरेँ, केपीसँगको सङ्गत गरेँ, गर्दा गर्दै मैले राजा महाराजा जम्मैको सङ्गत गरेँ क्या। यहाँदेखि दुबईका राजकुमारहरूसँग पनि मेरो सङ्गत थियो। मैले सबै बुझेँ क्या। बुझ्दाखेरि हामी गलत बाटो हिँडेर छौँ भनेर मैले त्यो बाटो छोडेर, हामीले बाटो जहाँ बिर्स्यौँ त्यही फर्केर फेरि नयाँ बाटो खोज्नुपर्छ भनेर मैले यो बाटो सुरु गरेको थिएँ। सुरु गर्ने क्रममा मैले आवाज उठाएँ। त्यतिखेर ब्याङ्कको ब्याज 18% थियो। मैले त्यतिखेर भूमिहीन सुकुम्बासीको कुरा उठाइनँ, मैले लघुवित्त पीडितको कुरा उठाएँ, सहकारी पीडितको कुरा उठाएँ, मैले जे देखेँ त्यही उठाएँ। र ब्याङ्कको ब्याज 18% थियो, त्यो 6% मा देऊ न भन्दाखेरि हाँस्थे, यहाँ हा दुर्गा प्रसाद बौलायो दुर्गै भन्थे। आज 6% मै खाइरहेछ। हुँदो रहेछ त।
लघु वित्त र सहकारीको ब्याज 36% थियो, अहिले 13%मा झर्ने स्थितिमा पुर्याए। कसको कारणले भयो? दुर्गाप्रसादकै कारणले भयो नि। महिनौँ आन्दोलनले, हामीले चालेको आन्दोलनले त सुरुकै 6 महिनादेखि नेपाली नागरिकहरूलाई बेनिफिट दियो। तर जसले 28 सालमा मान्छे मारे, जसले 31 सालमा हवाईजहाज लुटे, जसले 52 सालदेखि जनयुद्ध थालेर 17,000 मान्छेको कत्लेआम गराए, जसले हिजो अस्ति सिंहदरबारमा आगो लगाएर नि 72 जना केटाकेटीको चाहिँ नि हत्या गराउनेहरू आज सत्तामा पुगे। तर तिनले के गरे तपाईँलाई थाहा छ? सबैभन्दा पहिला जसको भूमि छैन, विभिन्न कारणले भूमिविहीन भए, खोलाका किनारमा नि मान्छे रहरले बस्दैन, चेपमा गल्लीमा दुलादुलीमा नि मान्छे रहरले बस्दैन, बाध्यताले बस्छ। त्यस्ता मान्छेमाथि प्रारम्भ गरे होइन तपाईँहरूलाई? के गरेनन् भन्नुहोस् त? ती बच्चाहरू पढ्दै थियो होला, ती बच्चाहरूका किताब कहाँ पुगे? त्यो बच्चाको भविष्य के भयो? बुढाबुढी त बुढाबुढी भए, भविष्य छैन। जो पढ्दै गरेको बच्चाको आज किताब कापी सबै डोजरले पुर्दियो। त्यो डोजरले पुर्नु भनेको त्यो बच्चाको भविष्य पुर्नु हो। यो कुरो कसैले बुझेन। मैले कराइरहेँ, मैले बोलिरहेँ, आवाज उठाइरहेँ। म जता गयो त्यतै पक्रिया छ, जता गयो त्यतै पक्रिया छ। अब त्यस पछाडि कुरा के भयो भन्दाखेरि मैले 16 गते बेलुका यहाँ सबै साथीहरूलाई भने, मलाई साथीहरूले धेरैले सल्लाह दिए। के भने भन्दाखेरि लुक्नु न, तपाईँ लुक्नु, भाग्नु भने। मलाई मेरो बुढीले के भनिन् भने, श्रीमतीले, होइन कहाँ लुक्नुहुन्छ तपाईँ? तपाईँले लुक्नलाई गरेको, अर्का घरमा बसेको पुलिसले ल्याएर थुनो भने दुर्गे त भागेछ भन्छन् र अर्को प्रचार प्रसार हुन्छ। तपाईँ लुक्नलाई जन्मेको होइन, लुक्नुहुन्न भनेर मलाई बुढीले भनिसकेपछि म गइनँ। भोलिपल्ट बिहान मलाई यहाँ 3 बजी नै पुलिस आएको रहेछ। उज्यालो हुँदाखेरि यहाँ पुलिसले आएर मलाई लिएर गए, चुनाव भयो। मैले चुनाव 17 गते मलाई पुलिसले पक्रिनुभन्दा अगाडि मैले नमस्ते गरेर के भनेको थिएँ थाहा छ? चुनावमा नजानुहोस्, राजाले पनि चुनावमा नजानुहोस्, म पनि चुनावमा नजानुहोस् भन्छु तपाईँहरूलाई, भोट नहालिदिनुहोस् भनेर भन्दाखेरि हाले भोट बुरुक बुरुक उफ्रेर कतिखेर चुनाव हुन्छ र भोट हाल्नु न भन्थे। धेर गरेर त हाम्रा सुकुम्बासी साथीहरू अगाडिबाट भएन पछाडिबाट गएर पनि हाले। आज हेर्नुहोस् त सबैभन्दा बढी पीडा। अनि अस्ति मैले सुने सुकु सुकु भनेर जिस्कायो कान। मलाई पीडा भएर मैले बोलेको। तपाईँहरूको पीडा नि तपाईँहरूलाई भन्दा बढी मलाई पीडा छ। तपाईँहरूलाई भन्दा बढी सुकुम्बासीहरूलाई भन्दा पनि नि मलाई पीडा छ। तपाईँहरूप्रति म त्यति पीडित, आज मलाई त्यति नराम्रो लागेर आउँछ। मैले देखेको छैन फुटपाथ भत्काउँदाखेरि ती 3टा बच्चाहरूको बुवा तपाईँ कहाँ हुनुहुन्छ, कहाँ बस्नु, अब हामी हाम्रो घर भत्काइदिउँ। यस्ता शब्दहरू मैले सुनेको छुइनँ। यस्तो त मान्छेले गर्दैन, राक्षसहरूको देशमा हुँदैन, तर यो नेपालमा हुँदैछ, नेपालमा हुँदैछ। त्यसले गर्दा म अहिले झापामा गएको बेलामा अब द्वन्द्व फैल्यो। यहाँ के भनेर लगाएँ भने हाम्रो उता विक्रम छेत्रीको फोटो, मेरो फोटो हालेर दुर्गाप्रसाद योजनाकार भन्छन्। जबकि म आफ्नो होटलमा आफ्नो उसमा काम गरेछु, म सुन्छु, सोसियल मिडिया हेर्छु। के को विक्रमले गर्नु, के को दुर्गाप्रसादले गर्नु? गाई काटेर खाने कुरा कसले निकालेको? गाई बलात्कार कसले गरेको? धरानमा बलात्कार गरेर कसले मारेको? खाने त पाएका थिए त सबैले, बाँधेर के मासु खाएका थिए। कुकुरको मासु खाने पनि छन् नि। गाईको मासु नचढाइ नहुने छ भने चढाउ न, चढाएकै छु। हामीलाई त गाईको मासु ल्याएर 8-10 किलो फ्रिजमा राखेन भने निन्द्रा लाग्दैन भन्ने मान्छे पनि छन्। त कुकुरकै मासु ल्याएर राख फ्रिजमा, पाएको छौ। हामीलाई छैन नि त। हामी मासु खान्छौँ कि खाँदैनौँ, हामीलाई देखाएर खानु छ छैन नि, भनेर खानु छ छैन नि। खसी खानेले खाएका थिए, राँगा खानेले खाएका थिए, गाई खानेले खाएका थिए, गोरु खानेले खाएका थिए, सुँगुर खानेले खाएका थिए नि त। भ्यागुत्तो पनि खाने मान्छे छन् नि नेपालमा, मुसो खाने मान्छे पनि छन्, साङ्लो खाने मान्छे पनि छन् नि त। मुसाको अचार खुवाएको होइन बाबुरामलाई पश्चिममा? प्रधानमन्त्री बाबुराम भएको बेलामा नाटक गर्न जान्थे नि त, कहिले कहिले महिनामा एकचोटि जनताको घरमा भनेर है। मुसाको मासु अचार खुवाएको हो नि त। तर हाम्रो भनाइ के हो भने अर्कालाई तिमी खाऊ, तर भनी नगर न अर्का। किनभने यो समाज त नि विभिन्न कुराले मिलेर बसेको समाज हो नि त। अब अहिले आएर के रोपिदिए? त्यो गर्दै ल्याएर के रोपे भन्दाखेरि
हिन्दू र मुस्लिमको बिरुवा रोप्यो बिरुवा। 46 सालमा प्रजातन्त्र ल्याएको नि र हुँदै गणतन्त्र ल्याएको, अहिले फल जनताले भेट्नुभयो, सबैले भेट्नुभयो। अब यो अर्को बिरुवा रोपियो, यसको फल त अब सुरुवात हुन्छ, अब आउन बाँकी छ। त्यही भएर मैले यो हुन्छ असफल राष्ट्र हुन्छ भनेर मैले किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गरौँ भनेर मैले लाग्दाखेरि म माथि खनिएँ। तर मलाई खनिएर केही फरक परेन। मलाई मुद्दा लगाउन यति कोसिस गरेँ, थुन्न यति कोसिस गरेँ, तर मलाई केही गर्दा नसकेपछि अहिले गलेर, अहिले भर्खर पनि म आउने बेलामा मैले सोधेँ पक्रिने प्लान छ क्या एयरपोर्टमा भनेर। सोध्नु त पऱ्यो नि त, हिँड्नै दिँदैन। अनि मैले यहाँ खड्कालाई के भने पनि कमसेकम 2टा कट्टु 2टा भेस्ट चाहिँ हालिराख, दारी काट्ने मिसिन होइन, लगेछ भने सिधै जाउँला त्यहाँ। अब भाग्नु भएको छैन, कहाँ भाग्नु, म भाग्नलाई अब यहाँ सुन्नुहोस् है समस्या। त्यसले गर्दाखेरि अहिलेको कन्डिसन के हो भन्दाखेरि अब मधेसको लडाइँ हेर्नुहोस्, यो रोकिनेवाला छैन र रोकिँदैन पनि। किन रोकिँदैन भन्दाखेरि बिउ रोपेकै अहिलेको गृहमन्त्रीले हो, यो भन्दाखेरि डराउँछन्। तपाईँलाई म एउटा कुरा भन्छु, ब्राक भन्ने एउटा संस्था छ बङ्गलादेशमा, त्यो ब्राकको चेयरम्यान भनेको ब्राकै भन्ने छ, जेनजी मुभमेन्टको त्यहाँको लिडर। त्यो ब्राक भन्ने संस्थाले के गर्छ भन्दाखेरि रोहिङ्ग्याहरूलाई पालन पोषण गर्छ र 20 लाख रोहिङ्ग्याहरू नेपाल भित्राउने योजना छ। यो कुरा बुझ्नुहोस्, जब रोहिङ्ग्याहरू यहाँ भित्राइन्छ, भित्राउनको लागि त्यो ब्राक भन्ने संस्था छ नि, त्यो संस्थाको मेम्बर भनेको सुदन गुरुङ हो। तपाईँहरूको गृहमन्त्री है, तपाईँहरूको यो कुरा बुझ्नुहोस्। त्यो म देखाइ पनि दिउँला। ब्राक भन्ने संस्था उहाँकै पेजमा गएर, उहाँकै फेसबुकमा गएर डाउनलोड गरेर हेर्नुहोस्। र त्यो संस्थाले रोहिङ्ग्याहरूलाई पाल्ने पोषण गर्ने र इन्डिया र नेपालमा पठाएर आतङ्क मचाउने काम गर्छ। त्यो किन गर्छ भन्दाखेरि असफल राष्ट्र बनाउनु पर्यो नि त। र नेपालमा जुन धर्मयुद्ध अहिले यो धर्मयुद्ध भयो नि, यो नेपालमा जन्मेको मुसलमानहरूले गरेको होइन। अब मुसलमान र उसको लडाइँ छैन यहाँ, हिन्दू र मुसलमानको लडाइँ होइन यहाँ। यहाँ त के भयो भने बाहुन छेत्रीलाई त देख्नै नहुने भयो, बाहुन छेत्रीलाई देख्नै नहुने भयो। त्यो बोल्छ एउटा बहिनी बोल्छिन् त्यहाँ, मलाई पनि कहिले कहिले मुख छाडिराखेकी हुन्छन्, छाड बहिनी होइन, मलाई केही फरक पर्दैन होइन। हर्क दाजु, तपाईँ र हामी मिल्यो भने, मूलवासी र मुसलमान मिल्यो भनेदेखि नाच्चुचे जति कहाँ पुग्छ? यस्ता शब्दहरू, यस्ता अपशब्दहरू बोलेका छन्। हेर्नुहोस्, बडा महाराज धीराज पृथ्वीनारायण शाहले के भन्नुभएको थियो? यो 4 जात 36 वर्णको फुलबारी हो, मेरा साना दुःखले आर्जिया मुलुक होइन, सबैलाई चेतना होस् भनेर भनेको थियो। किन भनेको थियो भन्दाखेरि यो सबैजनाको लगानीमा बनेको, सबैजनाको दुःखमा बनेको, सबैजनाको फुलबारी हो यो। र लोकतन्त्र भनेको विचारको बजार हो। लोकतन्त्रमा बोल्न पाइन्छ, यहाँ त बोल्न पनि पाउन छोडियो, हो कि होइन भन्नुहोस् त? अहिले यहाँ कस्तो खालको कुरा सुनिँदैछ? हिन्दू भनेर हिँड्यो भने पक्रिनेहरूलाई पक्रिन्छ भने आमाको दुध पिएको छ भने दुर्गा प्रसादलाई पक्रेर देखाऊ। हिन्दू राष्ट्र कायम गराएर मात्रै मर्छ दुर्गा प्रसाद, हिन्दू राष्ट्र। यो कुरा बुझ्नुहोस् ल। यो सरकारलाई च्यालेन्ज भयो, कुन कठा घर छ त्यस्तो लगेर उभ्याऊ। म भन्छु त, 79 साल फागुन 1 गते राजालाई लिएर गएर पानसमा दियो बालेको हो, त्यो दियो निभेको छैन। र अर्को कुरा, सुशीला कार्कीसँग हामीले सम्झौता कति गते गरेका थियौँ माधवजी? 2 गते, माघ 2 गते होइन, माघ 2 गते, अस्तिको माघ 2 गते, 82 माघ 2 गते हामीले सुशीला कार्कीसँग किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गराउने भनेर चाहिँ नि सम्झौता गरेको थियो। आज हामीसँग वार्ता गर्नुपर्ने हो नि त सुदन गुरुङले। अनि आफ्नै नक्कली मान्छे खडा गरेर यहाँ देखाउँ त, यहाँ खोइ, यहाँ हेर्नुहोस्, अघि राति म कहाँ आएको, यहाँ हेर्नुहोस्, यहाँ खिचेर राखेको छ। यो सबै खिच्नुहोस् तपाईँहरूले, यता देखाउनुहोस्, यो खिच्नुहोस्। आफ्नै मान्छे खडा गरेर हिजो घन्टीमा भोट मागेर कुदेका
घन्टीका सदस्यहरूलाई माथि गर्नुहोस् यो ल हेर्नुहोस् अनि आफै बोक्सी आफै धामी आफै बिरामी आफै सुनेनी ल हेर्नुहोस् अनि यो त आफै बोक्सी आफै धामी आफै झाँक्री आफै जम्मै थोक सत्ताले गर्थ्यो क्या गर्थ्यो होइन अग्नि सर गर्थ्यो तर यस्तो बेजेती तरिकाले नि गर्दैन थियो क्या सत्ता त चलेकै हो नि र म सुदन गुरुङ र बालेन शाहलाई के भन्छु भने प्रधानमन्त्रीलाई के भन्छु भने तपाईँहरूलाई एउटा कुरो याद गर्नुहोस् हेक्का रहोस् सत्ता भनेको नि पुलिस र सेना मात्रै होइन नि बन्दुक मात्रै होइन नि सत्ता भनेको नेपाल हो नेपालको गर्भभित्र भूगर्भभित्र रहेको बौद्ध सहितको किराँती बौद्ध किराँत सहितको वैदिक सनातनीहरूको हिन्दू राज्य पनि हो हिन्दू राज्य पनि हो है यो तिमीहरूले बुझ र एउटा प्रधानमन्त्रीले के भन्छ हामीले कल्पना पनि गर्न सक्दैनौँ प्रधानमन्त्रीले बोल्ने शब्द हो यो हिन्दू राष्ट्र ल्याइँदैन प्रधानमन्त्रीले बोल्ने शब्द हो यो त उसले हिन्दू राष्ट्र ल्याउन सक्दैन भनेदेखि कुन ल्याउन गएको थियो क्रिस्चियन राज्य भनेर घोषणा गर नि त कि त मुस्लिम राज्य भनेर घोषणा गर्नु पर्यो नि त परै परेन प्रधानमन्त्री भएर त्यस्ता खालको बोल्छन् के गर्न खोजेको यो त एउटा कुरो बोल्नु पर्यो नि त यो कुन राष्ट्र हो त मुस्लिमहरूका राष्ट्र हुने क्रिस्चियनहरूका भ्याटिकन सिटीदेखि राष्ट्र हुने बौद्धहरूका 11वटा राष्ट्रहरू छन् त हाम्रो हिन्दूहरूको राष्ट्र नहुने जहाँ कि 2 अरब भन्दा बढी हिन्दूहरू छन् र म हिन्दूहरूलाई एउटा कुरा के भन्छु भने नि पहेँलो लुगा लगाएर यो के भन्छ त्यसको नाम त्यो रुद्राक्षको माला लगाएर कण्ठी लगाएर हिँड्दैमा हिन्दू हिँड्दैन तपाईहरू यो हिन्दूको नाममा यो बेइज्जत गरेर नहिँड्नुहोस् बेइज्जत गरेर नहिँड्नुहोस् देखियो त अहिले देखियो होइन हिन्दूहरूलाई बङ्गलादेशमा कसरी मारे तपाईँलाई थाहा छ रुखमा झुन्याएर आगो लगाएर मारे त्यो घटना दोहोरिएन छ भने मलाई भन्नुहोस् हिजो अस्ति सुरुवात भएको थियो तर यो केही छिनलाई मात्रै हो किनभने यो नक्कली मिलापत्र हो यो नक्कली मिलापत्रले बिरुवा रोप्यौ तिमीहरूले रोहिङ्गा ल्याएर बिरुवा रोप्ने भनेको को हो भन्दाखेरि अहिलेको प्रधानमन्त्री बालेन र गृहमन्त्री हुन् र गृहमन्त्री हिजो जहाँ जहाँ कुकुर डोर्याएर हिँडेको थियो नि त्यहाँ लडाइँ भएको छ त्यहाँ किन मेची अञ्चलमा भएन भन्नुहोस् त अरू सबै अञ्चलमा आगो सल्क्यो किन मेची अञ्चलमा भएन त्यहाँ दुर्गा परसाई थियो मैले भनेको थिएँ नि म भएको ठाउँमा धार्मिक सद्भाव हुन्छ धार्मिक दङ्गा हुँदैन किनभने हामीले सबैलाई मिलाएर राखेको थियौँ मैले तपाईँलाई एउटा कुरा के छ भने मदरसाको लागि मैले जग्गा किनिदिएको छु मैले मुसलमानहरूको नि लघुवित्त र सहकारीले कल उकाएर लिएर जाँदा 1000 परिवारलाई कल गाडिदिएको छु मुसलमानहरूकै बस्तीमा गएर सिरक ढसिना थिएन 1000 परिवारलाई सिरक ढसिना बाँडिदिएको छु सबै मुसलमानहरू हाम्रा नेपाली हुन् आउँछन् उपचार गर्छन् किन आज मेची अञ्चलमा भएन भन्नुहोस् त तपाईँहरू अहिले भर्खर यहाँ एयरपोर्टमा आउँदाखेरि हाम्रो के भन्छन् 2 नम्बर क्षेत्रको हाम्रो इन्दिरा राणा मगरसँग भेट भयो अनि के गरेको तपाईँहरूले भने मैले तपाईँहरूलाई लाज शरम घिन अलिकति लाग्दैन सत्ता यसरी चलाउँछन् यही हो सत्ता चलाइ हिजो त सोसियल मिडियामा लाइसेन्स घरमै पुर्याउँछ भने त म लाइसेन्सको लागि बसेको है भाइ मेरो ड्राइभिङ लाइसेन्स रिन्यू गर्नुपर्ने लाइसेन्सको लागि बसेको अहिलेसम्म 15 दिन भयो होला फर्म भरेको होइन भाइ खुलेको छैन लाइसेन्स घरमा आउँछ लाइसेन्स भन्थे पासपोर्ट घरमा आउँछ भन्थे ए त्यो सोसियल मिडियामा लेख्ने ती भाते गोरुहरू त्यो समाचार भन्ने भाते गोरुहरू क्या है त्यो अस्ति त देखायो यता त्रिपुरेश्वरको कि राम्रैको भिड देखाउँदा त त्यो एयरपोर्टको भन्दा धेरै भिड छ त्यहाँ पासपोर्टको लाइन रहेछ अनि माथि छर्देर त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने यो अब आन्दोलन हुन्छ व्यवस्था फ्याक्ने आन्दोलन हुन्छ यो हिन्दू मुस्लिमको आन्दोलनले केही हुनेवाला छैन मान्छे मर्दै हो
यो व्यवस्था फ्याँकौँ। यो व्यवस्था फ्याँक्नलाई अब हामीले आह्वान गर्छौँ किराँत बौद्ध सहितको वैदिक सनातनीहरूले सम्पूर्ण 4036 वर्णका सबै मान्छेहरू, तपाईँहरू पत्रकार साथीहरू, बुद्धिजीवीहरू सबैजना एक ठाउँमा आउनुपर्छ र हिन्दू राष्ट्र कायम नगरिन्जेलसम्म नि हाम्रो उपाय छैन। एउटा। दोस्रो कुरो, हिजो हिन्दू राष्ट्र र राजा ल्याइदिन्छ भन्ने थिए केही बालेनका हनुमानहरू, केही पत्रकारहरू थिए, आज कहाँ लुकेर बसेका छन्? मेरै परिवारभित्र पनि निस्किया थिए क्या केही बालेनको डन्डाले ठिक लाउँछ यहाँ राजा ल्याउँछ भन्थे। मेरै परिवारभित्र पनि मलाई त लाज लागेर आउँछ क्या, लाज लागेर। आफू गर्न नसक्ने अनि आफ्नो परिवारको मान्छेले गऱ्यो भने पनि नि खप्न नसकेर विरोध गर्नेहरू नि मैले देखाएँ। बालेनले हिन्दू राष्ट्र ल्याइन्छ र खाउँला भनेर हात त राखिदिन्छ भनेको थियो क्या, मैले राखिदियो। बालेनले नि हातमा राखिदियो हिन्दू राष्ट्र, हिजो अस्तिको दिन राखिदियो होइन। अनि राजालाई ल्याइदिन्छ भनेर उहाँ हाम्रो हिमानी महारानीलाई भेटेको, हिमानी के अरे हिमानी शाहलाई भेटेको फोटो हालिरहेको थिएँ। हिमानीलाई पनि बडा महारानी बनाइदियो बालेनले। बडा महारानी बनाइदिएन भनेपछि त्यही राजाकै भित्र पनि नि पोल लगाउने। दुर्गा प्रसादले यस्तो भनेर पोल लगाउने, लगाइराख पोल। हामी क्लियर गोर्खालीको छोरो, सत्य कुरा बोल्छौँ, हामीलाई बोल्नु डर छैन। र मैले के भनेको थियो अस्ति झापा बसेर, यो धार्मिक द्वन्द्व फैलियो, सरकारले पनि एउटा विज्ञप्ति निकाल्नु पर्यो भन्यो, निकाल्नु पनि सरकारले, कमसेकम त्यति सुनवाई भयो हो कि होइन? त्यसले गर्दाखेरि आज कत्रो भ्रममा पारेको ल भन्नुहोस् त, ल भन्नुहोस् त। सबैलाई के छ थाहा छ? बालेनले हिन्दू राष्ट्र ल्याउँछ, नबोल न, बालेनले हिन्दू राष्ट्र ल्याउँछ भन्थे। मलाई के कन्फिडेन्स थियो भने नि बालेनलाई ल्याउने नै, तपाईँलाई पाउने बिपी कोइरालालाई ल्याउने, यो केपी ओलीहरूलाई ल्याउने, प्रचण्डलाई ल्याउने, सिंहदरबारमा आगो लगाएर सुशीला कार्कीलाई ल्याउने, अहिले चुनाव गराएर बालेन सरकारलाई ल्याएर सुदनलाई गृह मन्त्री बनाउने भनेको नि एउटै संस्था हो। पात्र फरक हुन् किनभने उमेरले बुढा भए मरे होला। संस्था एउटै हो, दरबार हत्याकाण्ड गराउने संस्था एउटै हो। बाबा ल्याउँदैनन्, तिमीहरू मान न, तिमीहरू मान भन्छु, मान्दै मान्दैन यो मान। अब त मान्छन् कि एकजना रक्सा पनि। अब यहाँका बुद्धिजीवी कस्ता छन्? यहाँ तल छन् दीक्षितहरू क्या। आज चाहिँ भन्नै पर्यो क्या मामा, दीक्षितहरू। यो दीक्षित छन् नि तलको, यिनीहरू डाक्टर साक्टर लेख्छन्। यो नाइके नै यिनीहरू हुन् यहाँ। यो 3 फुके हो क्या यो यिनीहरू। पहिला राणाको नि बिहान उठेर शङ्ख फुक्ने, दिउँसो चुलो फुक्ने, बेलुका कान फुक्ने, 3 फुकेहरू। 3 फुके। कुन्द दीक्षित, कनकमुनि दीक्षितहरू भन्ने छन्। अनि केही दीक्षितहरू छन् डक्टरहरू। यिनीहरूको कुरो के छ भने बालनले गरिहाल्छ, गरिदियो बालनले, हातमा राखिदियो, हातमा राखिदियो। सबै जगदम्बा महारानीको जग्गा हडपेर खाएको छ तिनीहरूले। अनि त्यो बालनको सपोर्ट गरेन भने त खोज्छ, फेरि खोज्छ नि त। भनेपछि योभन्दा पतित बुद्धिजीवीहरू, यीभन्दा पतित आफ्नो पेट भर्न, आफ्नो घर बाँसको लागि देश बेच्नु भनेको आमा बेच्नु हो, छोरी बेच्नु हो। यिनीहरूले जे पनि गर्छन्। यस्ता बुद्धिजीवी भएको ठाउँमा यस्ता लठेत बुद्धिजीवी, लठेत बुद्धिजीवीहरू, थिङ्क ट्याङ्करहरू, के को थिङ्क न यिनीहरूसँग थिङ्क छ न ट्याङ्कर छ। के को थिङ्क ट्याङ्कर? के को थिङ्क ट्याङ्कर? अनि युट्युबर गए बिचराहरू, अनि त्यहाँबाट सोध्यो आजको घटना, भोलि सबै थाहा छ। फेरि अन्दाजमा भनेको छ, चिज कहाँबाट चलेको छ। भर्खर मात्रै एउटा म तपाईँलाई घटना देखाउँछु। 2 दिन अगाडि होइन, भारतको ट्रम्पको विशेष दूत कि के सर्गेई अरे, स्वर्गई के सर्गेई अस्ति नेपाल आएका थिए नि। रोहिङ्गा 20 लाख रोहिङ्गा भएको ठाउँमा गएर तिनीहरू उचालेर अब नेपाल पसाउनलाई तयारी गर्दैछन्।
आउँदैछन् नेपालीलाई खाडी पठाउने, रोहिङ्ग्या यहाँ भित्र्याउने, अनि धार्मिक द्वन्द्व फैलाउने, अनि राष्ट्र असफल बनाउने, अनि विदेशी सेना ल्याउने, नेपालको राजा खेद्ने, दलाई लामालाई राजा बनाउने। यही हो रणनीति। र अर्को कुरा म तपाईँहरूलाई खुलासाको कुरा भन्दैछु, यो जति पनि अहिले हेटौडाका फ्याक्ट्रीहरू सफा हुँदैछन् नि, त्यहाँ विदेशी सेना राख्नलाई सफा भगाउने, त्यो 100 वर्ष पुरानो हो। कपडा अहिले कहाँबाट कहाँ पुगिसक्यो। अहिले हेटौडा कपडा उद्योगले सिलाको कपडा लाउँछन् मान्छेले। त्यो हेटौडा रिम्पुचे गुम्बा त यहाँ तल बन्दैछ होइन भाइ। यहाँ 9 अरबको बजेटमा दलाई लामालाई राख्न या नयाँ दलाई लामा जन्माउनलाई यहाँ रिम्पोचे गुम्बा बन्दैछ। 5 तोला अन्डरग्राउन्ड भएको त्यो गुम्बाको वरिपरि ती गुम्बाभित्र जम्मै हतियार छन्। र दलाई लामा यहाँ जन्मिँदा क्लियर हुनुहोस्, नेपाली सेना नेपाली पुलिसले थाम्न सक्दैन। चाइनाले आएर उठाएर लगिहाल्छ, मधुरो बनाइहाल्छ, यो कुरा थाहा छैन। त्यसले गर्दा उसलाई जोगाउनको लागि त्यहाँ विदेशी सेना, अब कुन सेना ल्याएर राख्छ, हेटौडामा राख्ने हो। त्यो उसमा हेटौडामा यति कुरा बुझ्नुहोस्। र यही कुरा गर्दाखेरि मलाई लाग्लान् अब मार्ने भनेर लाग्लान्, के भनेर लाग्ला, मार जन्मेको किन मर्न लाग्यो। तर सत्य बोलेर मरिन्छ, सत्य बोलेर। र जुन नाटक भएको छ नि अहिले मधेसमा, हिन्दू धर्मको नाममा जुन मिलापत्र गर्ने काम भएको छ नि, नक्कली मान्छेहरू निकालेर, यो स्वीकार्य हुँदैन। र वार्ता गर्नुपर्छ भने नि, हिजो सुशीला कार्कीको त्यो फाइल छ नि, सुशीला कार्कीसँग गरेको हाम्रो वार्ता सफल हो। 12 बुँदेमा लेखेको छ, किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्ने, राज संस्था कायम गर्ने भनेर लेखेको छ। त्यसको लागि उच्च स्तरीय कार्यदल बनाएर संविधानमा लेख्ने भनेको छ। त्यो कुरा अबको 3 महिनाभित्रमा भएन छ भने हामी आन्दोलनको आँधीबेरी ल्याएर यो व्यवस्था फ्याकेनौँ भने तपाईँहरू हेर्नुहोस्, यो सुकुम्बासी लघुवित्त पीडित सबैजनाले हामीलाई साथ दिनुपर्छ। यसको नेतृत्व म गर्छु, यसको नेतृत्व गरेर म अघि बढ्छु, यसको नेतृत्व लिएर म अघि बढ्छु। म मर्न पनि तयार छु। ल ल लैजा मार, कहाँ लगेर मार्छ, कहाँ लगेर झुन्ड्याउँछ, झुन्डिन पनि तयार छु। कुरा बुझ्नुभयो के? जहिल्यै तराईमाम, जहिल्यै तराईमाम, जहिल्यै डराउनु पर्ने यिनीहरूसँग, लुटेराहरूसँग। यिनीहरू विदेशी दलाल सिधै देखियो त, त्यो पनि हामीले पर्दाफास गरिदिएको। सिंहदरबारमा आगो लगाएको कुरो मैले सार्वजनिक गरेको होइन भाइहरू। तपाईँहरू भन्नुहोस् त, पत्रकार भाइहरू हो कि भन्नुहोस् त। सबै डराउँथे, डर ला मारिहाल्छ नि यहाँ भनेर। के मार्नु, मरेकै छन् दिनेपछि होइन। भात खाएर सास फेर्दैमा बाँचेको हुन्छ। यो सुकुम्बासी बिचराहरू घर पनि छैन, बार पनि छैन, यो बाँचेको हुन्। दिनेपछि मरेका छन् यिनीहरू, दिनेपछि मरेका छन्। नेपालीको हालत यस्तो हुन्छ। त्यसले गर्दाखेरि सम्पूर्ण देशभरिका सुकुम्बासी, व्यापारी, व्यवसायी, यो कन्सल्टेन्सी, निर्माण व्यवसायी सबैजना आन्दोलनको घोषणा म गर्छु। त्यसको लागि तपाईँहरू तयारी बस्नुहोस् भन्दै बिदा लिन चाहन्छु। नमस्ते। के चिज ल होइन होइन, यो त यो देवीलाई देवी ल। अब केही छ तपाईँहरूको? एकछिन, केही छ? क्वेसन छ यहाँ नि? क्वेसन भन्नुहोस्। छ भने सोध्नुहोस्, छैन भने भित्र सुदनले नै हो, गृहमन्त्री र प्रधानमन्त्रीले हो। गृहमन्त्री र प्रधानमन्त्रीको निर्देशनमा सुदन गुरुङ जहाँ जहाँ गए। अनि मैले अघि भने त, रोहिङ्ग्या भित्र्याउने कामै उनीहरूले गरेको छ। रोहिङ्ग्या भित्र्याउने संस्थाको सदस्य, खोइ भाइ मेरो मोबाइल यहाँ खिच्नुहोस् न हो, दानबहादुर कार्कीले नि भने त, मैले मात्रै भनेको छु। दानबहादुर कार्की आइजीले भन्नुभएको छ त होइन। उहाँले बेला बेलामा सही कुरा ल्याउनुहुन्छ कि। लु हेर्नुहोस्, हेलो, ल खिच्नुहोस्, ल खिच्नुहोस्, ल राम्ररी खिच्नुहोस् है। यो मेन भनेको ब्राक भन्ने मान्छे हुन् र सुदन गुरुङ एकै ठाउँमा ट्रेनिङ लिएको। यो बङ्गलादेशमा हो, यसको हेड अफिस होइन भाइ, बङ्गलादेश। यसको पेजमा गएर खोल्दाखेरि नि सबै आउँछ।
ल ल अब यो देखाउँदाखेरि नि साइबर लाग्छ भने लागोस्, म जान तयार छु, लिएर जाँदा हुन्छ होइन। होइन यस्तो एउटा कुरो म भन्छु, सशस्त्र द्वन्द्व चलायो नि प्रचण्डहरूले। एकछिन होइन, मैले हतियार बोकेर हिँडेँ त मान्छे मारेर? मैले मान्छे मारिनँ नि। मैले त राजालाई लिएर गएर पानसमा दियो बालेर भाइ यति कन्भिन्स गरेर हाम्रो जगमा यो सत्ता पल्टेको हो नि। आज ठगेरको हातमा सत्ता पुग्यो। एकछिन होइन, जेएनजीले नमानेको त अहिले भेटायो त, सडकमा छन् नि जेएनजी त। जेएनजी त तपाईँ नै होइन त त्यहाँ उफ्रिने, तपाईँको पनि हातमाल त दुर्गा प्रसाईले भन्ने त छ नि, छ कि छैन? छ होइन। त्यसले गर्दाखेरि तपाईँ के बुझ्नुहोस् भने अब समय आएको छ, तपाईँले के बुझ्नुहोस् भने नि होइन, मैले सफल हुने गरी लडाइँ लडेकै छैन नि। सफल होइन, असफल एकछिन फेल हुँदैमा नि, यहाँ सुन्नु न, फेल हुँदैमा भविष्य सकिँदैन। एकपल्ट फेल हुँदैमा भविष्य सकिँदैन। समय आउँदैछ, मैले लडाइँ लडेको भनेको नि धर्म रक्षति रक्षत, नेपाल रक्षति रक्षत, नेपालको रक्षा गर तिमीलाई नेपालले रक्षा गर्छ, धर्मको रक्षा गर तिमीलाई धर्मले रक्षा गर्छ। मैले नेपालीहरूको रक्षाको लागि लडेको। मेरो घरबार गाडी जम्मै छन्, यी सरकारी होइनन्। मलाई सबै कुरा पुग्दा पुग्दै पनि नि भाइ, म तपाईँलाई आज एउटा कुरो भनौँ, म एउटा जोगी जस्तै मान्छे हो। उहाँहरूको पीडा देखेर म तपाईँलाई थाहा छ, नेपालमा मेरो अस्ति आयो होला पत्रिकामा, मलाई ब्याज तिरेन भन्थे होइन। सबैभन्दा ब्याज क्यापिटलाइज गरेको होइन, सबैभन्दा समयमा ब्याज बुझाउने दुर्गा प्रसाई भनेर आयो होइन। जानुहोस् नेभिल ब्याङ्कको सिओलाई सोध्नुहोस्, ग्लोबल आइएम ब्याङ्कको सिओलाई सोध्नुहोस्, मलाई लोन खा नतिर भन्नेलाई त्यहाँबाट जवाब आएको छ। मैले मेरो लागि बोलेको होइन, मेरो कुनै पनि मुद्दा छैन। मुद्दा नेपाली जनताको मुद्दा हो, देशको मुद्दा हो। कुरा भन्नुभयो, मेरो एउटा पनि मुद्दा छैन। त्यसले गर्दाखेरि यो मुद्दा नेपाली जनता, सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, सुकुम्बासी, लघुवित्त, यो सबैको मुद्दा भएर गरिबको मुद्दा हो कि भाइ। गरिबको मुद्दा जसले बोक्छ नि त्यसले एक दिन जित्छ। गरिब र धर्मको मुद्दा बोक्ने पास हुने परीक्षा तपाईँहरू सबैले साथ दिनु, अब दिन्छन् नि, अब सबैले दिन्छन् नि। उहाँ सुकुम्बासी साथीहरूलाई पनि एउटा उ थियो, राजावादीहरूलाई पनि बालेले राजाले दिन्छ भन्थे, हातमा ल्याएर राजा र धर्म राखिदिइहाले। त्यो अस्तिको दिन ल्याएर राखिदिए। परिवर्तन गर्ने आन्दोलन धर्म मात्र होइन, व्यवस्थासँगै अवस्था परिवर्तन गर्ने। तपाईले त सद्भाव कायम गर्न यतिका समयदेखि धार्मिक वकालत गरेको मान्छे तपाईँ कहाँ हुनुहुन्थ्यो? तपाईँको भूमिका हुन सक्थ्यो त्यहाँ। होइन यस्तो कुन भएन, कुन अभिव्यक्ति छैन, होइन विरोध अभिव्यक्ति होइन। एकछिन मैले हेर्नुहोस्, म मेची अञ्चलमा बसेँ, मेरो क्षेत्रमा आन्दोलन भएन, एउटा गाडी पनि रोकिएन, एउटा सिसा पनि फुटेन। कोशी अञ्चलमा आगो बल्यो, मेची अञ्चलमा बलेन एउटा। अर्को कुरो के थियो भन्दाखेरि नि, त्यो मैले भने नि सिंहदरबारमा आगो लगाउने ग्रुप र नि त्यो आन्दोलन गराउने ग्रुप छ नि, मधेसमा आगो लगाउने ग्रुप छ, मान्छे मराउने ग्रुप छ, त्यो हनुमान उसको मन्दिरमा ग्रुप एउटै ग्रुप हो, एउटै ग्रुप हो। यति बुझ्नुहोस्, कुन द्वन्द्व रोकिन्थ्यो? यो द्वन्द्व रोकिनेवाला छैन, बिरुवा रोपियो। जबसम्म हिन्दू राष्ट्र कायम हुँदैन नि यो आन्दोलन, यो बिरुवा अब यो भाँचिँदैन। होइन टार्गेटमा राखेर के हुन्छ? कहिले पक्रेर के गर्छ? एकछिन त्योभन्दा पहिला त उसलाई पक्रिनु पऱ्यो नि त, दानबहादुर कार्कीलाई। उहाँले पनि बोलेको छ त्यो रोहिङ्ग्या भनेर बोलेको छ नि त होइन, मैले बोलेको कुरा उहाँले पनि बोलेको छ। एकछिन नि, त्योभन्दा बढी परिमाण म दिन्छु, सुदन गुरुङलाई पक्रिउँ न, प्रधानमन्त्रीलाई पक्रिउँ न। यो कुरा छोडिदिनुहोस्, दुर्गा प्रसाई डराउँदैन यस्तो। तपाईँले के बुझ्नुहुन्छ नि, यो लोहाको शरीर भएको शरीर, अब यो लोहा नै सम्झिनुहोस्। अब के गर्छ गरोस्, के अध्ययन गर्ने अरे? सुदन गुरुङले के अध्ययन? त्यो अहिले टारेको मात्रै हो, केही दिनलाई पानी छर्केको क्या। त्यो आगो भित्रभित्रै चल्छ, भुसको आगो नि भाइ। के गर्छ मान्छेले गाउँमा भने भुसको आगो राखिराख्नलाई माथि माथि पानी छर्किन्छ, भित्र बोलिराख्छ क्या, तातिराख्छ। यो गयो कि देश रहँदैन हिन्दू राष्ट्र आएन भने?
केही पनि हुँदैन। उसलाई ल्याएकै अर्कै कामको लागि ल्याएको, अर्कै उसको लागि ल्याएको, कहाँबाट हुन्छ? हो हो किन प्रमाण मैले दिएँ त। अनि सबै रोहिङ्ग्याले मचाएको छ, रोहिङ्ग्या बोलेका छन्। अनि रोहिङ्ग्याको भित्र्याउनेको मेन सदस्य चाहिँ नै सुदन गुरुङै हो भनेर अघि देखाइदिएको छ। त लेखिदिनुहोस् न, त्यति देखाइदिएको छ त। अझ चाहियो तपाईँलाई? त्यहाँ सबै छ। एआई हो कि एआई हो कि होइन भन्ने कुरो त थाहा भइहाल्छ नि। हस् ल ल ल नमस्ते। ल जब जनताहरू आक्रोशित भएर आन्दोलनतिर लाग्छन्, किनभने हिन्दू राष्ट्र र राष्ट्र संस्था स्थापना गर्नको लागि तब के गर्छन् यिनीहरूले भने जस्तो पहिलाको सरकारले पनि अहिलेको सरकारले पनि यस्तो तपाईँले यस्तो आयोग बनाउँछु। सुन्नु न, आयोग के गर्छन् भने हत्या दरबार हत्याको काण्ड ल्याएर यसले के यस्तो यो एकछिन न दरबार हत्याकाण्ड न यहाँ सुन्नु न, हिजो अस्ति मात्रै यहाँ सुन्नु न, मणिराम ग्यावालीलाई नि लघुवित्त पीडितको एउटा सम्झौता गरे। कोसँग सम्झौता गरे नाम छैन, केमा सम्झौता गरे नाम छैन, कसले गर त्यो पनि छैन होइन। लघु आफ्नै मान्छे ल्याए, मिटर ब्याजीको पनि आफ्नै मान्छे ल्याए, सम्झौता गराए। अहिले मधेसमा पनि त्यही हो। त्यसले गर्दाखेरि के अरे वैदिक सनातन हिन्दू राष्ट्र कायम गर्नलाई नि हामी सहितले पार्टी पनि दर्ता गर्दैछौँ छिटै। र दुर्गा प्रसाईको नेतृत्वमा हुन्छ। कसैले पनि नेतृत्व लिन डरायो, म आफै नेतृत्व लिएर अघि बढ्छु। म जतिखेर पनि पक्राउ खानु चाहन्छु। म त्यति भने त ल तपाईँलाई होइन जुन सरकार आए पनि तपाईँलाई नै समात्ने किन? सत्यसँग हामी लगायत हत्या गरिदिनु छौँ। हामी लगायत 10जना हिन्दू धर्म र राजा आउँदैनन् भने 10जना सामूहिक रूपमा हत्या गर्नुमा, जीवन हत्या गर्नुमा छ। दुनियाँमा मर्छौँ हामी।